विजयादशमी को हार्दिक मंगलमय शुभकामना। बम्फर उपहार एउटा मोटरसाइकल खरिद गर्दा 36 इन्चीको एलईडी टिभी सित्तैमा। के गर्ने यस्ता बम्फर उपहारहरू? पैसा भए पो त किन्नु, बेकारको यो। नमस्ते दाजु, नमस्ते। ए नमस्ते नमस्ते। के छ समाचार कहो? राम्रै छ बाबु, आऊ बसो बसो बम्फोल दाजी, आउनु बसो। आइकोल त घरे घर रहै छै, बजारो दिशामे जाइ छियै। की करबै बौआ, असगरुआ आदमी धिया पुता सब से बाहरे छे। अब पुतोह सब छे, अपना नहीं भै के नहीं वाला, अब घर दुआर देखे पड़ले। आइकोल त बहुत चल फल छै। हाँ बहुत दिन से आइकोल त हाँ बेटा तैयार छे। बिया पता एकदम पैसा लगेला हाथ। अब की लाभने छौ नहीं लाभने छे, अब अखन तक तो कोनो बाते ना। अब भरखर त कैलिए ले। हाँ अब देखी केना है छै। छोड़ा सब कनी मुहा मुही हेतै तब ने। एउटा कुरो बाबू, मूर्ति बनाएको छ कि छैन चौक? एकदम चौकमा एकदम धमाधम एकदम रमाइलो छ। अरे त फेरि भन न, नाच कीर्तन छ कि छैन? नाच पनि छ, मगर के भन्नु के भन्नु, मान्छेहरू आउँदैन। अब यतिको अस्तिदेखि पानी परिरहेको थियो, बल्ल त बुवा काइल से अलिकति उबेर केने छु न। बुवा मलाई 20 दाज क्या? 20,000 रे? 20,000 के गर्छस्? यसो लुगाफाटा किन्नु परेन? साथीहरूलाई भोज खुवाउनु परेन? साथीहरूले खुवाउन 20,000 रुपैयाँ चाहियो? ल दसैँ छ, दसैँमा चाहियो नि बुवा। अब दसैँमा त आफ्नै घरमा चाहियो नि। अब घरको गार्जियन त तिम्रो दाइ हो, म त बुढो मान्छे कहाँ जानु, बिरामी भएर त घरमा बसिराखेको छु। अब दाइलाई आउन दे, दाइसँग माग, दाइ के भन्छ अनि मात्रै। मलाई के थाहा छैन, म छिटो जानुपर्छ बजार, मलाई 20,000 चाहियो। ए धेरै नकराना, बिरामी मान्छे, मलाई यहाँ एकदम आफत आइसकेको छ। के गर्नु के नगर्नु, दसैँ छ आइसकेको। अब आफूसँग 5 पैसा पनि छैन त 20,000 माग्छ। दाइलाई आउन दे अनि दाइले सबै कुरा भन्नु। म दाइसँग के जान्दिन। धेरै नकराना, म 20,000 रुपियाँ तँलाई कहाँबाट ल्याएर दिएँ? कहाँबाट आउँछ के हुन्छ मलाई के थाहा छैन। अरे मलाई कहिले चाहियो भने चाहियो। एक उमेर थियो म कमाएर घरको सबै कुरोहरू जोडचित गर्थेँ। सबैले लुगा फाटो खसी किनेर ल्याएर सबै आएको पाहुनाहरूलाई सबैलाई मैले हेर्ने गर्थेँ। अब अहिले मेरो अवस्था घट्यो, बिरामी मान्छे म कहाँ जानु? हिँड, मलाई नै बेचेर अनि पैसा लिएर त साथीलाई खुवा कि जसलाई खुवा। यी केटाहरूसँग लखर 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 गरेर खालि घुमिहाल्छ। पैसा कमाएर ल्याउनु पर्दैन? सानो त छैन नि। अब यत्रो ठुलो भइस कहीँबाट 5 पैसा पनि दिनभरि कमाएर ल्याउँदैन यो। हर हमेसा खालि यसले पैसे चाहियो। के भन्नु भाइ? ठिकै त भन्नुहुन्छ। तपाईँ चुप लाग्नुहोस्, नगराउनु। तपाईँ मलाई नसिकाउनु के। मलाई पैसा चाहियो भने चाहियो। अब मान्छेले राम्रो मुखले भन्यो भने यस्तै यो झर्किन्छ। चुप लाग्न बाबु, दाइ आएपछि दाइले भन्नु अनि दाइले दिनुहुन्छ। मेरोसँग 5 पैसा पनि छैन बाबु। मलाई के थाहा छैन, मलाई पैसा चाहियो भने चाहियो। ए के को हल्ला खल्ला हो? किन दसैँ दिनमा हल्ला खल्ला गरेको? पैसा चाहिएन दसैँमा, लुगाफाटा किन्नु पैसा परेन? चाहियो त भइहाल्छ नि। पैसा खुवाउनु परेन? के साह्रो हल्ला गरेको? नमस्कार, कति आउनुभएको? हेर ल, 20,000 रुपैयाँ चाहियो रे, लुगा फाटो किन्न र साथीहरूले पार्टी खुवाउन। पार्टी खुवाउन के गर्न चाहियो त? दसैँ आएको छ, घरमा सरसल्लाह गर्दैछु, म भर्खर आइरहेको छु। म पनि बाहिर हिँडेको सँगै साथीले बोलाएको छ, त्यहाँ पैसाकै व्यवस्था। यहाँ साथीहरूले फोन गरेको, कति साथीहरूले लान पुगिसक्यो। यहाँ लुगाफाटा सब सकिसक्छ। दसैँ त हामीलाई पनि लागेको हो नि त नि। खोइ त लुगा फाटो केही छैन, माइती जानु पर्ने। बुवा कहिले दिनुहुन्छ लुगा? सबैको म्यानेज हुन्छ। मेरोसँग पैसा छ, तिमीहरूले ल्याउन पैसा। पैसा छोरा विदेशबाट आयो, के कति ल्यायो दिन्छ अनि सबैले म लुगा फाटो किन्न दिउँ, नत्र तिमीहरू आफै किन न। पैसा हातमा आएको छैन क्या बुवा अहिले मसँग। पैसा त्यही म जोगाडमा बुझिस्। अब दाइले पैसै ल्याएको छैन। दसैँ आयो, अहिले दसैँको टाइम छ नि। भर्खर विदेशबाट आएको पैसा ल्याएको छैन रे। विदेशबाट के वर्ष गरेर हल्ला रहेछ नि ल्याउनु पैसा। अब जाँदैछ ब्याङ्क लान जाँदैछ, ल्याउँछ। म यता तालमेल मिलाउँदैछु, पैसा व्यवस्था गरेर सबैलाई हुन्छ। तिमीलाई पनि लुगा कपडा किनिदिउँला नि। के साह्रो आत्तिएको अहिले चाहिन्छ, मैले बुझेँ नि त। माइती जानु पर्ने मान्छे रङ रङको लुगा गहना लाउँछन्, आफूलाई
चाहिँ केही छैन सबै अरे मैले चाहिँ के किनेको छु मैले पनि त आएको छु के चाहिँ किनेको छु मैले सबैको लागि बुवालाई पनि लुगा कपडा भएको छैन बुवालाई पनि किनिदिन्छु त्यहाँ अब के भन्छ एउटा बोका सोका ल्याउनु पर्ला दसैँमा त्यो पनि व्यवस्था गर्दै जाँदैछु नि म पनि मसँगले 2-4-5 हजार रुपियाँ चाहिँ के गर्नु चाहिन्छ राम्रो साडी यसपालि म भन्दैछु। सबैलाई हुन्छ बा सबैलाई हुन्छ केही टेन्सन नगर्नु दसैँको दिनमा घरमा चाहिँ झगडा लडाइ नगर्नु मेरो चाहिँ यो अनुभव छ म दाइसँग जान्दिनँ बुवा मलाई तपाईँसँग पैसा चाहिन्छ कि मलाई पैसा दिनु होइन नानी एकरो त्यसो नभन्नु न अब दाइ पनि आउनुभयो विदेशबाट पैसा ल्याउनु भएको छ लुगा सुगा हुन्छ नि त्यति आतिर हुन्छ त यहाँ सबजनाले यहाँ बाटी खुवाइसक्यो साथीहरूले म के हो कङ्गाल भयो होइन त्यस्तो होइन नि अब दाइले पैसा ल्याउनु भएको छ बुवाले दिनुहुन्छ बुवाको हातमा पर्छ मलाई दाइसँग मतलब छैन बुवा मलाई पैसा चाहिन्छ भने चाहिन्छ होइन बाबु त्यसो अब नगर्नु मलाई नै भन्छस् पैसा दिनु म कहाँबाट दिनु हिँड मलाई बेचेर कहाँबाट के ल्याएर हुन्छ मलाई थाहा छैन कि त मलाई हिँड मलाई बेचेर ल्याएर अनि पैसा लिनु हुँदैन भनिसके त्यो ब्याङ्कतिर जाँदैछु सँगै साथीसँग काम छ त्यहाँ गएर पैसाको म्यानेज गर्दैछु मेरो हातमा पैसा आएको छैन आएपछि म बुवालाई दिन्छु अनि सबैले मिलाएर दिन्छ बुझ्नुपर्छ नि हौ नानी के साह्रो लाग्न गरेको कुरा बुझ्न यो खोरो किन यतिको भन्छस् यहाँ सब साथीहरूले कस्तो नाना लुगा किनेर पहिले पार्टी सबै खुवाएर आउँछ है, म मात्रै पार्टी खुवाएको छुइनँ सबले पार्टी खुवाएर मलाई होइन त्यसो नभन्नु बाबु हेर बाबु दसैँमा मिठो मिठो खाएर नयाँ लुगाहरू लगाउँदैमा साथीहरूलाई पार्टी दिँदैमा दसैँ मनाइँदैन दसैँमा आफन्तको आशीर्वाद हुनु परम आवश्यकता हो त्यो जरुरी हो कुरा बुझिस् हो बाबु बुवाले भनेको ठिकै हो दसैँ भनेको त नि हामी सबै परिवारहरू मिलेर अनि आफूभन्दा ठुला बडाको आशीर्वाद थाप्ने अनि सानोलाई आशीर्वाद दिने अनि यसरी पो मनाइन्छ त यसमा त मेलमिलापको एकदम आवश्यकता छ चाडबाड त ठुलो हो यो त थाहा छँदैछ लुगालाई पनि लाउनु पर्छ तर आफ्नो गच्छे अनुसारको यसमा लुगा लाइन्छ दसैँको रूपमा लिनुपर्छ खालि दशाको रूपमा लिने होइन अनि दसैँको दिनमा चाहिँ खालि यो ल्याउनु बुवा त्यो ल्याउनु अरे बा सबै परिवारमा परिवारमा कला हुनु पर्यो क्या रमाइलो हुनु पर्यो सुख शान्ति हुनु पर्यो ठिकै भन्नुभयो अब बाबुले बुझ्नुहुन्छ के यो त हामीले हजुरहरूले ठिकै भन्नुभयो मैले आवेगमा आएर हजुरहरूसँग मैले जथाभावी बोले दसैँमा हामी जस्तो छ त्यस्तै हामी मनाउनु पर्छ नमस्कार यस्तो यो घरमा एउटा दसैँलाई दशाको रूपमा नलिउँ घर परिवारमा यस्ता घटनाहरू हुन्छन् अभावहरू हुन्छन् घरमा यो छैन त्यो छैन हुन्छ तर त्योहरूलाई सबैलाई समेटेर एउटा खुसीसँग दसैँ मनाऊ सबैलाई यो दसैँको हार्दिक शुभकामना व्यक्त गर्दछु